साथीहरु नमस्कार, म अङ्क प्रसाद रेग्मी। म आज हजुरहरूलाई केही ग्रहका चाहिँ विशेषताको बारेमा जानकारी दिन्छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब चाहिँ ग्रहका विशेषतालाई चाहिँ हामीले चाहिँ कसरी सम्झिने भन्ने चाहिँ हामीले के त लजिक ल्याएर आएका छौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। अब सुरुमा हाम्रो छ के छ, सबैभन्दा चाहिँ तातो ग्रह कुन हो भने चाहिँ सबैभन्दा तातो ग्रह हाम्रो को हो त साथीहरु? शुक्र हो। अब यसलाई हामीले कसरी सम्झिने भने चाहिँ तातो लागेपछि सुक्छ। के त तातो लागेपछि सुक्छ भन्ने आधारमा चाहिँ सबैभन्दा तातो ग्रह भनेको चाहिँ शुक्र ग्रह भनेर यसरी सम्झिने। अब अर्को 2 नम्बरमा छ सबैभन्दा चिसो ग्रह। अब सबैभन्दा चिसो ग्रह को हो भनेपछि साथीहरु के हो त? अरुण हो। अब यसलाई चाहिँ हामीले कसरी सम्झिने भने चाहिँ नराम्रो बोलेपछि के त अरूलाई चिसो लाग्छ। नराम्रो बोलेपछि चाहिँ अरूलाई चिसो लाग्छ भनेर चाहिँ के त सबैभन्दा चिसो ग्रह भनेर चाहिँ हामीले केलाई सम्झिने? अरुणलाई सम्झिने। अब 3 नम्बरमा छ टोपी ग्रह। अब टोपी ग्रह भन्ने बित्तिकै चाहिँ हामीले मंगल ग्रह। अब यसलाई सम्झिने कसरी? टोपी मंगलले लगाउँछ। टोपी कोले लगाउँछ भनेपछि मंगलले लगाउँछ। यसलाई चाहिँ सजिलै याद गर्न सकिहाल्यो। अब 4 नम्बरमा छ बृहस्पतिका हजुरबाउ। अब बृहस्पतिका हजुरबाउ भनेर अरुण ग्रहलाई चिनिन्छ। अब यसको चाहिँ हाम्रो लजिक के छ त? बृहस्पतिका चाहिँ हजुरबाउ को हुन् त? अरुणै हुन्। बृहस्पतिका हजुरबाउ म हो? होइन। को हुन् त? बृहस्पतिका हजुरबाउ के हुन् त? अरुणै हुन्। यसलाई चाहिँ यसरी सम्झिने। अब अर्को 5 मा छ असफल तारा। अब असफल तारा भनेर कसलाई चिनिन्छ त? अरुण ग्रहलाई चिनिन्छ। अब यसलाई सम्झिने के छ त? मान्छेले चाहिँ अरु नै चाहिँ असफल भएको हेर्न चाहन्छन्। कोही पनि मान्छे आफू असफल भएको हेर्न चाहन्छ त? हैन। त्यसैले के त अरु नै असफल भएको चाहिँ के त हेर्न चाहन्छ। हामीले चाहिँ यसलाई चाहिँ के त यसरी सम्झिन सक्छौं हामीले।